हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ म एकदमै खतरनाक अनि अन्जान जङ्गलमा आएको छु। आज चाहिँ यो जङ्गलमा म सर्भाइभ गर्नेवाला छु है। खास गरी यहाँ मलाई धेरैवटा च्यालेन्जहरू छन्। सबैभन्दा ठुलो च्यालेन्ज भनेको यो अन्जान जङ्गलको बारेमा मलाई कुनै पनि थाहा छैन। अनि अर्को खतरनाक कुरा र डेन्जर कुरा र सबैभन्दा ठुलो च्यालेन्जिङ भनेको यो ठाउँ हाम्रो होइन। म अहिले चाहिँ आन्ध्र प्रदेश कुन्तलापुर गाम अनि एकदमै खतरनाक जङ्गलमा आइपुगेको छु। आज चाहिँ मैले आफैलाई नै सर्भाइभ गर्न सक्छु या जङ्गलमा सक्दैन भनेर मैले आफैलाई च्यालेन्ज गरेको छु। मानौ कि भोलिको दिनमा विश्वयुद्ध भयो, हामीले चाहिँ जङ्गलमा पर्ने चाहिँ बाध्यता आयो, हामीले बस्न सक्छौँ या सक्दैनौँ, हामीले सर्भाइभ गर्न सक्छौँ या सक्दैनौँ भनेर आज चाहिँ म खास गरी एक्लै नै जङ्गलमा आएको छु। यो जङ्गल वरिपरि म भन्दा र यो चराचुरुङ्गीहरूको आवाजभन्दा अरू कुनै पनि छैन, कुनै पनि मान्छे छैन। थाहा छैन जङ्गलभित्र झाडीभित्र जेसुकै चिज खतरनाक चिज पनि हुनसक्छ, तर फिलहाल मैले जानेसम्म बुझेसम्म अहिले चाहिँ कुनै पनि त्यस्तो चिज छैन। अनि यहाँ चाहिँ पानीको झिल छ। यो पानीको झिलमा माछाहरू छ या छैन मलाई थाहा छैन, तर मैले आफूलाई बाँच्नको लागि, आफूलाई पेट भर्नको लागि केही न केही जुगाड र केही न केही च्यालेन्ज त मैले उठाउनै पर्छ, केही न केही त मैले जुगाड गर्नै पर्छ है साथीहरू। अहिले चाहिँ म यस्तो खतरनाक ठाउँमा आइपुगेको छु। म कहाँ जाने छु, यो जङ्गलको बाटो कहाँ जानेछ मलाई नै थाहा छैन। यस्तो खतरनाक ठाउँमा आइपुगेको छु म चाहिँ। कालो कालो अँध्यारो जङ्गल। तर साथीहरू यहाँ चाहिँ यहाँको मान्छेहरूले होला सायद, यहाँ चाहिँ एउटा थाल छ, उता एउटा धागो जस्तो छ होइन। त्यो चाहिँ सायद मेरो काम आउन सक्छ। म त्यसलाई चाहिँ निकाल्ने कोसिस गर्छु है। एउटा थाल छ यहाँ चाहिँ, यो थाल चाहिँ मेरो कामको लागि हुनसक्छ। अनि मैले वहाँ चाहिँ एउटा धागो जस्तो चिज देख्दैछु। फिसिङ हुक चाहिँ भेटिसकेको छु। यहाँ चाहिँ कुनै यस्तो खतरनाक आवाज आउँदैछ। यो चाहिँ मेरो कामको चिज हुनसक्छ। थाहा छैन यसले चाहिँ म आज फिसिङ गर्न सक्छु या सक्दैन। के भन्छ यहाँ यो झिलमा चाहिँ पक्कै पनि माछा छ, यहाँ चाहिँ मान्छेहरू माछा मार्थे भन्ने कुरा चाहिँ मलाई कन्फर्म भइसकेको छ। अब तर यो काम गर्छ या गर्दैन, यो कसै माछा मार्ने मान्छेबाट चाहिँ यहाँ राखेको हुनुपर्छ। यो चाहिँ पानीमा चाहिँ डुबेको थियो। मैले चाहिँ यसलाई एकदमै उल्झेको छ, यो चाहिँ यसलाई निकाल्नु जरुरी छ। साथीहरू, मेरा कोसिसहरू सबै विफल भइसकेका छन्। मलाई माछा मार्ने कुनै एक्सपिरियन्स थिएन। मलाई लगभग 5 घन्टा यो जङ्गलमा भइसकेको छ। मेरो माछा मार्ने हुक पनि पानीको तालमै अड्किएर आएन। अब त्यो पानीको तालमा चाहिँ सायद काठका टुक्राहरू ढुङ्गाको बिचमा अड्किएर चाहिँ त्यो मेरो माछा मार्ने फिसिङ हुक चाहिँ अड्कियो। मलाई यहाँ एकदमै गाह्रो भइरहेको छ, मलाई एकदमै भोक पनि लागिसकेको छ। अब मैले यो जङ्गलमा जसरी पनि सर्भाइभ गर्नुपर्छ, जसरी पनि बाँच्नुपर्छ। माछा मार्ने कोसिसमा म धेरै नाकाम भइसकेको छु, विफल भइसकेको छु। म यहाँ कतै चराचुरुङ्गीहरूका गुड देखेँ भने म तिनीहरूको अन्डा खाएर पनि बाँच्नुपर्छ। मलाई चाहिँ लास्टै भोक लागिसकेको छ। ओ माई गड। चराको गुड देखेँ, तर त्यो गुडबाट अन्डा निकाल्न चाहिँ सकिन्छ या सकिँदैन है। त्यो गुडमा चाहिँ मैले 2टा अन्डा देखेको छु। मलाई मन त थिएन होइन, मलाई एकदमै दया लाग्छ, तर मैले आज चाहिँ सर्भाइभ गर्नु छ यो जङ्गलमा। अब बाँच्नको लागि केही न केही चिजको बलिदान त मैले गर्नै पर्छ होइन। निकाल्न सक्छु या सक्दिनँ।
है। साथीहरू यो चाहिँ ढुकुरको 2टा अन्डा चाहिँ मैले यो जुगाड लगाएर समात्न सफल भएँ। अब यो अन्डाले मेरो भोक कति मेटिन्छ मलाई पनि थाहा छैन, तर पनि मलाई यो बाँच्न र सर्भाइभ गर्न चाहिँ यसले धेरै मद्दत गर्छ। यति कोसिसका बावजुद मैले यो 2 अन्डा भन्दा बाहेक यो जङ्गलमा केही पनि भिडाएको छैन। आजको मेरो चारो र मैले आज यहाँबाट घर फर्किनको लागि मेरो इनर्जीको स्रोत भनेको आज यही हो। आज चाहिँ मैले यसलाई खाएर बाँच्नुपर्छ।